को यो भन्नु पर्यो नि त अब ट्याग बफको अचार खान्छ थ्याङ्क यू सो मच यो चाहिँ तपाईँले कमर्सियली सेल पनि गर्नुहुन्छ वा यो चाहिँ घरको टकको अचार भने चाहिँ घरको टकको अचार यो फोन नम्बरमा अथवा तपाईँको इन्स्टाग्राम केही होला नि त घरको टकको अचार ए हो ए ल हाम्रो ब्यान्डको लागि एकदम फ्यान ल यो घरको ट्वाकको अचारलाई सबैले यसरी ट्वाक स्वास्थ्य पछि हुन्छ एकचोटि चेक गर्नै पर्ने हुन्छ अनि दिदीलाई रिभ्यू दिनु पऱ्यो कस्तो लाग्यो तपाईँहरूलाई होइन राम्रो नराम्रो त्यो होइन थाहा हुन्छ घरको ट्वाकको अचार एकदम थ्याङ्क यू ए ल ल हामी चाहिँ आज होटल तिमिला तिमिला कि मिथिला तिमिला है के हो तिमिला भनेको चाहिँ ए मुन हो फेरि यहाँ हाम्रो मेरो साथी पनि मर्छन् मेलो अनि तिमीलाई चाहिँ मुन ल आज हामी होटल तिमीलामा भेरी गुड एकदमै दामी रहेछ नि होटल अब यहाँ हाइलाइट के छ त हाइलाइटमा यसो बुझाउनु पऱ्यो नि त यहाँ सबलाई तिमीले फिसहरूको बारेमा तिमीलाई अलिक नलेज छ मलाई पर्सनली मन पर्ने भनेको चाहिँ यो राम्रो लागेछ यो पहिलो लगाइ गइदिउँ क्या यिनीहरूको लाइफ एक्सपेक्टेन्सी कति हो कोहीहरू त बाँच्छ नि कति जति पनि सक्छ गुगल गर्नु होला सब कोही नि कमेन्ट गर्नु होला तपाईँहरू थाहा रहेछ ए मजाको रहेछ नि त अर्को मेरो भाइ ओए के यो हातमा ए भाइ भाइ बुट्टी पावर रेडी हो हामी अब यहाँ एउटा सानो प्रमोसन भिडियो बनाउने होइन भोलिको लागि त्यसको लागि ल अनि अब बिग साउट आउट टु बडास प्रोडक्सन तपाईँहरू सबैलाई है केटाहरूलाई हाम्रो सिस्टरलाई ब्रदरलाई यस्तो राम्रो प्रमोसन गरिदिनु भयो थ्याङ्क यू सो मच हामीले हेरिरहेको थियौँ यताउता गरेर होइन अनि जोस् मैले उहाँलाई चाहिँ चिनेँ किनकि उहाँ नै हुनुहुन्थ्यो नि त फेस होइन प्रमोसन गराउनु भएको थियो अनि त अब केटाहरू चाहिँ बिहाइन्ड द सिन होइन ल साउट आउट टु बडास प्रोडक्सन है ए बदास कि बाडास बड्डा के हो नाम चाहिँ बड्डा बड्डास ए मैले साउट देख्थेँ नि स्टेजबाट ल भोलिको इभेन्ट चाहिँ नेपाल इभेन्ट्सबाट साउट आउट टु नेपाल इभेन्ट्स लास्ट टाइम पनि हामीले दाइहरूसँगै गराएको थियो एकदमै रमाइलो भएको थियो आज पनि एम्बियन्स एकदम दामी छ हामीले पनि धेरै ग्याप पछि गऱ्यो क्या यो सो लगभग हामीले 20 डेज नै ग्याप लियौँ होला अनफर्चुनेटली हाम्रो होइन सक्यो बेसिस चाहिँ छैन योपालि तर ऊ भोलि आउनु चाहिँ आउँदैछ तर के भयो बेसिसको यसो खबर दिनु पर्यो हात भाँचिरहेको क्र्याक भइरहेको औँला बास्केटबल खेल्दा फेरि औँला गइरहेको त्यही भएर ल कस्तो लाग्यो भाइलाई होटल गेट वेल चाहिँ कस्तो होटल ठिक छ भाइ है राम्रो शान्त छ शान्ति छ मैले फेरि यस्तो सानो उमेरमा हानिहाल्यो यार भति त ठिकै छ मम्मीले के गर्नु भएको होइन मम्मीलाई यहाँ मिनिङ छ क्या मम्मीकै हो के हो त बुझाइदेऊ नि त नि अब यो चाहिँ अलिक सेक्रेट हो त्यो पुरा सवाल त स्टिकर भेट्नु भएको थियो कि ए हो कोही त हाम्रो ब्यान्डमा नयाँ सर पनि हुनुहुन्छ कविन सर कसको गोडामा छ फ्रिज कसको गोडामा छ
सबै मेरै बाट अब केटाहरूले डेजर्ट खाना मेलो के नमगाएको तिमीले खाऊ न मगाउ न ए हो र यहाँ लोकल ए ल ए ओके चल्छ मजाको ठाउँ रहेछ यो क्याफे तिमीलाई है दामी है स्याक्री क्या मजाको रहेछ यो होटल तिमीलाई चाहिँ एकदमै ब्युटिफुल रहेछ है मलाई पनि एकदमै दामी लाग्यो अलिकति मेसी पुरै मेस्ड अप भइसक्यो तर द रुम इज भेरी भेरी ब्युटिफुल ब्याम्बोजहरू छ केटाहरू बाहिर गफ गर्दैछ इन रुम मसाज पनि हुँदो रहेछ यहाँ कन्ट्याक्ट फर रुम सर्भिस अदरवाइज उता जाँदा पनि हुन्छ अब कहाँ छ यताको लाइट्सहरू यहाँ लन्ड्री ब्याग के हो सर पनि राम्रो रहेछ ब्याम्बोकै कस्तो लाग्यो तपाईँलाई यो चाहिँ स्टाइल एकदम राम्रो लाग्यो मलाई चाहिँ ओहो यहाँ पनि रहेछ तिमीलाई ब्रान्डिङ रहेछ नाइस ब्युटिफुल लाग्छ के हो लाग्दैन ल हाम्रो मोडु आयो है अब साथी पीडा मनमा एकदमै दुःख बोकेर आएको छु जन एन्ड द लोकल्सले अब मोडुलाई यो हालतमा हेरिरहेछ एकदम डिप्रेसनमै पुगेको जस्तो भइरहेछ साथी बास्केटबल खेल्दा होइन र साथी हो नि साथी तपाईँले बोलाउनु भयो तपाईँ नै आउनु भएन म त अनि फ्लाइटतिर आउनै पर्ने भयो आज 2 घन्टा फेरि के भएर पोल्युसनले गर्दा मन 1.5 घन्टा अलमोस्ट 2 आवर्स आकाशमा उडेको क्या त्यो ढुम्म भएर पोल्युसनले गर्दाखेरि एयरपोर्ट खोलिएन बल्ल बल्ल खोलियो एकैचोटि उडेको फेरि अरू ठाउँबाट उडेको प्लेनहरू अब ल्यान्ड हुनु पर्यो माथि घुमेको पालो पर्खिनुको लागि त्यस्तो भयो भने एकछिन सातो कुद्लो उडेर अन्त ठिक छ यो अब कति दिन लाग्ला त तपाईँलाई यो यसको रिकभरीको स्पिड चाहिँ अप्पर स्पिड छ है अनि यो सुरु फर्स्ट डे र सेकेन्ड डे चाहिँ यो दुख्दै थियो थर्ड डे अलिक यसको दुखाइ कम भएको छ होइन कहिलेदेखि चाहिँ मोनुमेन्टको प्रेजेन्स देखिन्छ त स्टेजमा कति दिन लाग्ला त अब हामी जन एन्ड द लोकल्सले कहिले एक्सपेक्ट गर्नु पर्ला आज पनि यो फोडेर चढिनु सक्छ तर त्यसो नगरौँ फेरि फ्युचरमा झन् गाह्रो हुन्छ एउटा कम्प्लिटली निको होस् अनि अति पेसेन्स सकेन मेरो हल्का निको भइसक्यो होइन पेनहरू गायब भयो अबरै जोस चल्यो भने चाहिँ यसलाई फोडी स्टेजमा उत्रिदिउँ तर युकेमा चाहिँ हुन्छ होला सायद होइन युकेमा चाहिँ हुनुपर्ने हो त्यस्तो छ अब रेस्ट चाहिँ एकदमै गरिरहेको छु हाम्रो केटाहरूले भेट्यो तपाईँलाई छैन नि हाम्रो ज्यास्परहरूलाई चाहिँ भेटेँ मैले मुनि माछासँग खेल्दै थियो ज्यास्पर र बत्ती छ अनि कोहीलाई उठ भन्दा उठ बज क्या ल ठिक छ त्यसो साथी ल साथी केही छैन यहाँदेखि हामीसँग सिक्किमहरू पनि जाने होला नि सिक्किम जान्छु होला साथी ल मनु ल सबैले अब त्यही हो कमेन्ट्समा हाम्रो साथीलाई होइन गेटबल टाइप्सको एउटा ब्लेसिङ दिनु होला मनुलाई के भयो यस्तो यस्तो भन्छु नि म चाहिँ सुरुमा चाहिँ हाम्रो ब्यान्डको केटाहरूलाई साथीलाई सो सरी होइन भइहाल्छ नि यस्तो त बिकज अफ मेरै कारणले होइन यो अलिकति मैले ध्यान दिएको भए त यस्तो हुने थियो ध्यान नदिएको होइन अब त खेल्दा ओर्दा अब होइन कसले चाहिँ अब केयरफुल भएर खेल्छ एउटा गेमको इन्टेन्समा त हुन्छ आज तपाईँको भयो होइन कसको हुनुहोस् भोलि कसको त्यस्तो नहोस् त्यही पनि होइन त्यही त केही हाल्नु पर्दैन मन मेन चाहिँ अडियन्सहरूलाई चाहिँ हाम्रो लिसनर हाम्रो सपोर्टरहरूलाई चाहिँ ओभर मनबाटै सो सरी हाम्रो लिसनर्सहरूले बुझ्नुहुन्छ किनकि यो भने एकदम अब होइन हामीलाई पनि गाह्रो भएर तर गेटबल सुन मनु सबैको ब्लेसिङ छ तपाईँलाई ओके मनु अनि क्याबले चाहिँ फेरि बढ्दैछ ल हल्का टाइटेनिक टाइप बहिनी ढिलो भएछ चाँडो गरिदिउँ न एकदमै ढिलो भएछ अर्गनाइजरले मार्नु आँटिसक्यो
लास्ट है त हामी बहिनी हिरो भएर मर्नु हामी हाम्रो अर्गनाइजेसन चिज ल ल ओ यो चाहिँ त जान्न फेरि केडी जानु भनेको यो पेन तिम्रो आउँछु अब देखि बहिनी बाइ बाइ यता यता पुग्यो पास पुग्यो जन ओइ जन के भन के भन्ने कि यता 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 Thank you for the solar show, everybody. Thank you so much. Thank you for the love. What's our guy? कबिनको फोन आएको थियो कि साथी कबिनको फोन आएको थियो क्या यो रनमती कहाँबाट आयो हौ हेलो दाजु सन्चै हुनुहुन्छ भिडियो गरेको भटिजामा हामी सबै गरेको नि दिपेशसँग यो नेवारीबाट हेलो नमस्ते जोड्ने यता नि भनिदिउँ क्या हो अनि हामी चाहिँ नयाँ चिलवेल्स ब्रान्ड खोलेको छौँ कि त्यो चिलवेल्स अनि म चाहिँ जेम्स चाहिँ वाटर काटेर बुङमा थियो आफ्नो भेटेको थिएन हामी म त बिर्सिन्छ कि त्यो अस्ति काटेको थिएँ नि मैले इभेन्टलाई सन्चै हुनुहुन्छ तपाईँ सरी कुनै मनले पढ्ने हो कि होइन ओके यति हो लाइट यति हो अब एकचोटि तल राख्नुहोस् दुर्गेश थापा 3 चिजमा झुक्छ कुन चिज हो भने त्यो एउटा आफ्नो देश नेपालपट्टि झुक्छ अर्को भनेको हाम्रो हामीलाई जन्म दिने आमाहरूपट्टि झुक्छ अर्को भनेको तपाईहरु जस्तो भगवानपट्टि झुक्छ त्यही भएर दुर्गेश थापा नाम होइन चिने छैनस् भाइ मलाई राम्ररी चिन बाटो घाटो हिँड्दाखेरि राम्ररी हिँड छोटो रहेछ आयो तेरो छैन धेरै दिन मेरो लाखौंमा बिक्ने पाइट 500 मा किन दुर्गेश मेरो नाम मुला गाडीमा हिँड्छ कहिलेकाहीँ त हेलिकप्टर पनि हिँड्छ दुर्गेश मेरो नाम मुला गाडीमा हिँड्छ बच्चाहरुले हैन यहाँ बुढोहरुले चिन्छ हिरो पनि भाइ म खतरा बन्छु हेलो
मुक्सामले मलाई बेलुका दिनुभएको Okay, so okay, देखिए ना लगा सामने की बस आपको श्री कृष्ण and John and John to see something. कहाँ हो Alright, thank you so much. Thank you so much, everyone. And with that, we've come to almost the end of the night. 10,000 plus. दुर्गेशले कतिवटा गीत गाउनु दुईटा के हो तिम्रो नाम त्यो दुई ताल गायो अनि बम्म बोलेको There's a drone crash for consequences, so if you guys find it, please give it to the console up front. Because we're the match, so let's support. Alright, we found lost and found these saman. We have organized our iconic lunch today. So the stage is almost set. Also, example card with it on. Mega Mole. So please ask my card. Thank you so much for coming here. First of all. Also, I mean, event for entry of police Africa Choi. One, two. बाटो भयो नि तपाईहरुलाई यसरी महसुस गर्न मन थियो थोरै भयो नि यादहरु जिन्दगी भरिको लागि साच्न मन थियो के त फेरि भेट होला नहोला समय फेरि आउला नहोला कति रुनु पर्ला कति हाँस्नु पर्ला कति मान्छे तर सबै कुराहरू बिर्सिएर आज यो हरेक पल हामी तपाईहरुसँग बाँच्न चाहन्छौँ Thank you for everything. सेरा ढाँटेर कति भन्नु तिमीलाई सम्झिँदै भागेर कता छ तिमीलाई याद गर्ने
हाम्रो होला अघिदेखि आएर है अघिदेखि आएर यसरी अघिदेखि आएर होरासरले तपाईँहरूलाई यसरी भेटेर होइन जाने कुरा हाम्रो भएको थियो अनि तपाईँहरू सबैलाई एकचोटि होरासरले धेरै माया गर्नुहुन्छ नि हाम्रो होरालाई सपोर्ट गरिदिनु भएको धेरै धेरै धन्यवाद होराले पनि तपाईँलाई के भन्न चाहनुहुन्छ एभ्रीबडी एक दुई लाइन प्लिज सबैजनालाई थ्याङ्क यू अहिलेसम्म सपोर्ट गरिदिनु भएकोमा अझै पनि गर्नु होला फर्स्ट लाइन गाउँछ Thank you. Thank you, Ora. Thank you so much. Thank you for supporting us, everybody. साथी भनेर त्यो जस एउटा डाइलग जाओस् र त्यो रबाट उठ्ने शब्द थियो नि जिन्दगीभरिको लागि साथ दिइरहन् घाम बनेर उदाउनु किरण भइरहन् आकाश साक्षी मायाको निभाइरहन् जिन्दगीभरिको लागि साथ दिइरहन् अब होरासँगै हामी सबैजनाले गाउनु छ ल खासमा त्यो जिन्दगीभरिको लागि Jहाँ हुन्छ
गाह्रो भनेर पछ्याउने छु हावा सरी अघिपछि मेरा मायाहरूले ढाकेर Thank you so much everyone. Ora, thank you for your time. अब happy married life है सबैजनाको ब्लेसिङ छ हाम्रो होरालाई ह्यापी म्यारिड लाइफ फेरि पनि भाउजूलाई पनि ठिकै होला हैन ल अब गएर लाइभ हुन्छ कि हुँदैन सम्पूर्णलाई धन्यवाद यो इभेन्टलाई यस्तो सोल्ड आउट बनाइदिनु भयो थ्याङ्क यू सो मच टु एभ्री स्पोन्सर्स भाइनेट जेमसन है यहाँ अब यत्रो पोस्ट कार्डहरूमा मिस्टर स्टिभ रायले बिप्ले के गरौँ टुङटुङ यहाँ पोस्ट कार्डहरूमा यसो ल्याएछ थ्याङ्क यू सो मच फर इच एन्ड एभ्री सपोर्ट यो पोस्ट कार्डको लागि एभ्रिवान थ्याङ्क यू सो मच अनि थ्याङ्क यू निर्वाण दाइ रोउनु भयो थ्याङ्क यू सो मच थ्याङ्क यू चिलवेयर्स हाम्रो चिलवेयरलाई पनि अल द बेस्ट अनि सम्पूर्णलाई यो इभेन्ट ओमोडादेखि लिएर सम्पूर्ण जयकु यता सम्पूर्णलाई मलाई अलिक थ्याङ्क यू फर सपोर्टिङ आत्मरञ्जन एज वेल थ्याङ्क यू सो मच म टी सर्ट देखिरहेको छु थ्याङ्क यू सो मच एन्ड देन यस अबको गीतको नाम चाहिँ प्रश्न केही याद हुँदैन कि यत्रो भिडमा भए पनि एक्लो महसुस हुन्छ कि भनिदेऊ कहाँ जानु म अनि यो टाइममा कहिलेकाहीँ हामी टिनेजर्स युथहरूमा चाहिँ हाम्रो अब एकदमै कम्पिटिसन हुन्छ लाइफमा आफैसँग कम्पिटिसन हुन्छ अनि आफ्नो मनसँग कन्ट्रोल नहुँदाखेरि मलाई पनि त्यस्तो महसुस भएको कारण यो गीत मैले प्रश्न लेखेँ तपाईँहरू सम्पूर्णको सपनाहरू अचिभ गर्न कति गाह्रो भइरहेको होला सो सबैलाई बेस्ट विसेस यो गीतको नाम चाहिँ प्रश्न Jasper! Alright, give it up for Jasper, everybody! Yes. स्टेजमा तपाईँले पर्फर्म गर्न सक्नु भएन सो तपाईँले के भनिदिनु पऱ्यो हाम्रो लेसन्सहरूलाई यत्रो बेर पर्खिनु भएको कतिजनालाई सबैजनालाई सो आम रियली सरी है सबैजनालाई धेरै धेरै माफी चाहन्छु तपाईँहरूको लागि म स्टेजमा
गिटार बोकेर नाच्नु सकिनँ उफ्रिनु सकिनँ है भाइब गर्न सकिनँ आइएम रियली सरी म छिटोभन्दा छिटो हिल भएर फेरि तपाईँहरूको आँखाको अगाडि तपाईँहरूसँग इन्जोय गर्नुको लागि भाइब लिनुको लागि म आउने नै छु थ्याङ्क यू सो मच है थ्याङ्क यू सो मच सबैजना थ्याङ्क यू सो मच साथी अब मनु है यसरी यस्तो भयो अनफर्चुनेटली अब अनफर्चुनेट सबैसँग हुन्छ तर साथीको यस्तो भयो तर छिटै साथी हिल हुन्छ नि डबल एनर्जीमा साथी आउँछ है सो मनु अल द बेस्ट थ्याङ्क यू सो मच फेरि पनि थ्याङ्क यू एभ्रीबडी हामीलाई जस्तो अवस्थामा पनि सपोर्ट गरिदिनुहुन्छ थ्याङ्क यू सो मच सो यो गीतको नाम चाहिँ फर्कन होला भयो पहिले अब हुने छैन कहिले चिनेको थिएन तिमीलाई खोजेकै खोजेकै तिमीमा जति डुब्छु आफैलाई बिर्सन्छु बदलेको छैन म पर्खिरहेछु गल्ती भयो पहिले हुने छैन चिनेको थिएन तिमीलाई खोजेकै खोजेकै तिमीमा जति डुब्छु आफैलाई बिर्सन्छु बदलेको छैन गीतको नाम चाहिँ पर्खिरहेछु है अब हाम्रो अपकमिङ रिलिज भाइ थ्याङ्क यू कस्तो भयो तिम्रो मजा आयो नि होइन त्यही भएर तर क्राउड त है सर कस्तो थियो आज ए बाई द वे हाम्रो आत्मरञ्जनको यता है मेन चलाउने मान्छे चाहिँ यहाँ छ है हाम्रो आत्मरञ्जन ओभरअल सबै हेर्ने मान्छे चाहिँ यहाँ छ कविन सर कविन मगर कविन सरको नम्बर कविन सर फेरि फ्यामिली चिमिला भाइ फ्यामिली चिमिला छ दाइ किचन स्टाफ भन्दा किचनको स्टाफहरू सबैले भन्नु नर्छ नि यहाँदेखि नै फटेको छ What's up, Kevin? What's up, Sam? You good? यो आज भयो चिकन यस्तो गरम गरममा यही सेयर राम्रो लाग्यो मलाई भिडियोग्राफी किन यस्तो लास्ट मोमेन्ट हुन्छ जहिले रिलिज ल हामी चाहिँ यहाँ पर्खिरहेछौँ अडियोको लागि हेनरी दाई र छक्कु सबै टेक्सहरू लिएर ड्रमको टेक्सहरू लिएर यहाँ हामी विनय दाईको स्टुडियोमा एकदम टाइम टाइट छ है हामीसँग भोलि मात्र टाइम छ एकदमै टाइट स्केड्युलमा गर्दैछ सबैले प्रेसर
ल आज हामी कता पो जाँदै रे सर इन्सेप्सन कि के अरे इन्सेप्सन इस्लिङटन कलेज अब हाम्रो यता चाहिँ को भन्नुहुन्छ भने चिया कफी प्रोडक्सन शान्ति फेस्ट माया बटौलीको डिरेक्टर हाम्रो आशिष मगर राणा मगर होइन हजुर फ्रम बुटवल होइन अस्ति भैरव बुटवल अस्ति भर्खर हामीले उता सो गरेको थियौँ बुटवलमा हजुर गुड न्युज होला जस्तो छ अहिले कल गर्नुहुन्छ अरे भर्खर ल्याए रे बनाएर अनि अब ए ओके दाइ ल थ्याङ्क यू ल अब हामी ल यो पालि पनि हाम्रो शान्ति फेस्ट हुँदैछ होइन साँच्ची कहिले हुँदैछ मे 12मा है सबैलाई यहीँबाट इन्भिटेसन दिनु पर्यो नि त अनि बुद्ध जयन्तीको एकदमै हार्दिक होइन एकदमै ह्याप्पी बुद्ध जयन्ती एज वेल ल है ल के कामले आयो तिमी यार तर म नभन्नु होला चेक गरिरहेको छ
यो गीतको नाम चाहिँ भन न मात्र। तिम्रो नहुँदा भन न मात्र चाहिँ मनको आज चाहिँ अब त्यस्तै भयो तपाईँले थाहा पाउनु भएन गणेश हाम्रो भाइ बहिनीहरू कतिजना आउनुभएको छ धेरैजना हाम्रो भाइ बहिनीहरूलाई के एउटा मेसेज प्लिज पढ्नु चाहिँ पढ है थ्याङ्क यू सो मच सबैजनालाई है मलाई पनि अहिले तपाईँहरूसँग यहाँ ओभर इन्जोय गर्नु मन छ कि तर अब ब्याड लक मिसफर्चुन होइन मेरो हात यस्तो भयो नेक्स्ट टाइम थ्याङ्क यू सो मच एभ्रीवन थ्याङ्क यू साथी तपाईँलाई थाहा छ मडु म्यान हो एक स्टेप पछाडि सर्छ किन जब हान्नु त मडु गेट वेल छु म्यान अनि सबैले Guys.
धेरैजना थिएन ट्याक्सी टाइपको यताबाट यो साइडबाट चाहिँ खिच एन्टी लाइट पर्यो अब सिकाउनै पर्यो होला नि त मसँग छैन लाख कसरी के कहाँबाट खोल्छ केही थाहा छैन हामी पर्खिरहेछु टेकको लागि विनय दाइको स्टुडियोमा विथ फेरि आशिष राणा मगर चिया कफी प्रोडक्सनको सिइओ एक्स कान्तिपुरको स्टाफ के छ आज फ्लाइट होइन अब सेफ फ्लाइट है थ्याङ्क यू भाइ रेडी हो अब टेक्दिनु एकदम एक टेकमा है एकमै आधी टेक आयो त आइसक्यो त के हो नानीको टेक all the best. हुन्छ त बदलेको छैन अफ गएछ सर त फ्ल्याट गयो बदलेको छैन जगा छोड्थे बदलेको छैन म पर्खिरहेछु यसरी त सेकेन्डदेखि नै सुन्छ एक्चुली मलाई सेकेन्ड पनि भयो जस्तो लाग्छ एक्चुली थर्ड र फोर्थ चाहिँ भएन जस्तो लाग्यो मलाई सेकेन्ड चाहिँ ठिक छ थर्ड बारदेखि चाहिँ गर्नु पर्ला है त्यही चाहिँ त्यही ए हजुर यो पनि ठिकै छ जस्तो लाग्यो मलाई मेबी फोर्थ बारै गर्नु पर्ला बदलिरहेछु डाइरेक्ट है हुन्छ बदलेको छैन पर्खिरहेछु यस्तो हुन्छ
अनि यहाँबाट चाहिँ छ है फेरि अब अर्को फेरि अब यो पार्टमा छ क्या फेरि अलिकति हुन्छ पर्खिरहेछु